हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। त आजको ब्लग 10 सवा 10 बजीतिर बन्दैछ। जाडो बढेको छ होइन। अब एकछिन बाहिर गएपछि बाहिरको वातावरण हेरौँ कस्तो छ। यहाँको माहौल यस्तो छ, माथि पानी पर्ला जस्तो छ। कुहिरो त लागेको छैन, एकदम जाडो बढेको छ। हात त कुचुटुटुटु खाइरहेछ त। मान्छे चलिरहेछन्, रिक्सा चलिरहेछन्, तर जाडोमा पनि मान्छे कुदेकै छ। धनगढीको मेन रोडमा पुगियो। यहाँको माहौल कस्तो छ हेरौँ। मेन रोडको माहौल यस्तो छ। यहाँनिर एउटा पसल थियो, त्यो पसलमा आज बन्द रहेछ। गडबड भइहाल्यो, जाडोमा बाहिर आइयो, गडबड भइहाल्यो, पसलै बन्द। धनगढी बजारको चहल पहल अलिक पातलो नै छ। जाडो भएर हो कि शनिबार भएर हो। अटो बाइक फट्टफट्ट चलिरहेछन् होइन। जाडोले भाइ आगो सेक्दैछन् मान्छेहरू। पसलको अगाडि आगो बाल्दै आगो ताप्दै बसिरहेछन्। पारिपट्टि चाहिँ पेट्रोल पम्प, सब्जी पसलहरू त खुल्या छन्, फलफुल पसलहरू। रिक्सामा माग लगाएर प्रचार प्रसार हुँदैछ। रिक्साको माथि माग लगाएर, अटो रिक्साको माथि माग लगाएर। यो चाहिँ धनगढी निर्माण व्यवसाय सङ्घको गेट रहेछ होइन। चाहिँ रातो पुल नजिक पुग्न लाग्यौँ होइन। मेरो पछाडिको गाडी हेर्नुहोस् त, आन्दोलनकै करामत होला यो। कृषि विकास ब्याङ्क लिमिटेड धनगढी। अहिले म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढी कैलालीको ठ्याक्कै अगाडि छु होइन। यहाँको माहौल अहिले यस्तो छ। यहाँ सार्वजनिक शौचालय चाहिँ यस्तो बन्दै रहेछ। मेरो पछाडिको सेतो भवन आर्थिक मामिला मन्त्रालय धनगढी। त्यहाँभन्दा अब उता गयो भने चाहिँ रातो पुलतिर अञ्चल अस्पतालतिर गइन्छ होइन। अब हामी चाहिँ यहीँबाट फिर्ता हुन्छौँ, यता जान्छौँ। यहाँ चाहिँ रोड क्रस गर्ने ठाउँ बनाएको छ। यो रोड क्रस गरेर अब यतातिर यो लाइनमा वापस जाँदैछौँ, चौराहीतिर जाँदैछौँ। डक्टरलाई भेटेको 50 रुपियाँ। दाँत हाल्ने वेटिङमा बस्दै होइन। दाँत हाल्नु छ, वेटिङमा बस्नु छ। हस्पिटलमा छौँ होइन। अब लाग्दैछौँ चौराहीतिर। यो एरिया धनगढीमा धेरै बिजी हुन्छ। क्लिनिकहरू पसलहरू धेरै छन् होइन। पसलहरू प्रायः जो बन्द छन्, कहीँ खुला छन्, कहीँ बन्द छन्। यस्तो छ धनगढी। ठ्याक्क पेट्रोल पम्प बस पार्कको अगाडि पेट्रोल पम्पनिर साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड। धनगढी बजारमा अटो, बाइक, साइकल होइन। त्यहाँभन्दा त केही देखिँदैन त। बसहरू, सानसाना माइक्रो बसहरू चल्दो रहेछन्। यो चाहिँ होइन धनगढी बैतडीको बस आयो। यतातिर पसलहरू खुलिसकेका छन् लगभग। मान्छेहरू चाहिँ चहल पहल सुरु भइसक्यो। बढीमा महोत्सव लाग्या हुनाले अब चहल पहल मान्छेहरूको अलिअलि बढ्न थालिसकेको छ। यहाँनिर चाहिँ हामी अब पुरानो भन्सार रोड नजिक पुग्यौँ होइन। धनगढी यताबाट चाहिँ पुरानो भन्सार रोड धनगढीको मेन चौराहीमा पुगिसकेका छौँ होइन। यो धनगढीको मेन चौराही हो। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पछाडि। यताबाट चाहिँ भन्सार जाने बाटो।
भन्सार इन्डिया। यहाँबाट चाहिँ धनगढीको मेन रोड जाने बाटो होइन। यहाँबाट चाहिँ अत्तरिया, महेन्द्रनगर, कैलाली, कञ्चनपुर, नेपालगञ्ज जाने बाटो होइन। यो चाहिँ मेन चौराहा धनगढीको, तर यहाँ ट्राफिक सिग्नल केही छैन। मेन चौराहाको चहल पहल चाहिँ यस्तै छ यहाँको। मा चाहिँ सिग्नल लगाइदियो भने एकदम राम्रो हुन्थ्यो। धेरै बिजी धनगढीको मेन चौराहा, प्रायः जस्तो एक्सिडेन्टहरू पनि भइराखेको हुन्छ यहाँनिर। सिग्नल लगाइदियो भने चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ। नगर बस अहिले चाहिँ म यो शिक्षा कार्यालय जाने बाटोमा छु होइन। यो एरिया चाहिँ एकदम शान्त छ होइन। पुरा रेसिडेन्सियल कम्युनिटी छ, एकदम राम्रो छ, शान्त वातावरण एरिया छ। एकदम शान्त। यो चाहिँ शिक्षा कार्यालय। अहिले घरमा पुगियो होइन। देखो या त तपाईहरुलाई मेरो यो सानो धनगढी बजारको टुर कस्तो लाग्यो? मन पराउनु भएको छ भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला। फेरि भेटौँला अर्को ब्लगमा।